जेनजी भाइहरूलाई तपाईँहरूले उठाउनु भयो त्यसको लागि थ्याङ्क यू सो मच होइन। तर अहिले कोही पनि भाइ बाँकी छैन, सबले सहयोग पाएको छ। किनभने हामीले 50,000 घटीबाट कोही पनि भाइलाई बाँकी राखेको छैन। 50 देखिबाट 1 लाखसम्म चाहिँ हामीले चाहिँ प्रत्येक जेनजी भाइहरूलाई चाहिँ हामीले दिएको छौँ। सो उहाँहरूको नाम चाहिँ दिदीको सामु भन्न गइरहेको छु। सो फर्स्टमा विनय गुरुङ, किरण, धनदाई, देक्सन, मेन गुरुजी। तपाईँ सुरुमा भाइरल हुनुभएको थाहा छ? त्यो एउटा भिडियो थियो नि त खसीको के खसीको भिडियोबाट चाहिँ हामी हाम्रो अभियान 1 रुपैयाँ अभियान हो। तर यत्रो पाउनु भनेको त अनि 2 लाखले त हामीले त धेरै सामान। फर्स्ट अफ अल थ्याङ्क यू सो मच दिदी, हजुरको ग्रेट वर्क हामीले निकै एप्रिसिएट गरेको छ। हामी युके परिवार अनि हाम्रो पल्टन सबैजना नम्बरी दाजुभाइ दिदी बहिनी सबैले सहयोग गर्नुभयो, सबैलाई धेरै धेरै धन्यवाद। अनि दिदी हामीले चाहिँ खासमा यो फन्ड रेजर जेनजीको प्रोटेस्टमा जे जस्तो भयो नि दिदी, हामी एकदम दुःख व्यक्त गर्दै हामीले चाहिँ यसमा जे सक्छ मनबाटै सबैले सहयोग गर्नुभएको छ। अनि हाम्रो इनिसियल गोल चाहिँ दिदी 1800 पाउन्ड्स थियो दिदी, विच इज अराउन्ड 3 लाख समथिङ हुन्छ। तर हामीले चाहिँ त्यति उठाउन सकेनौँ। 1506 पाउन्ड्स 1506 पाउन्ड उठायौँ दिदी। त्यसमा चाहिँ अनि गोफन्डबाट उठाउनु भयो तपाईहरुले? हजुर दिदी, त्यो गोफन्डको चार्ज लाग्ने 67 पाउन्ड चाहिँ कटाएर त्यसबाट मेरो ब्याङ्कमा चाहिँ 1438.5 आएको छ दिदी पाउन्ड। त्यो चाहिँ विच इज म मेरो भिडियोमा चाहिँ दिदी मजाले हालिदिन्छु, त्यो सबै हिसाब किताब त्यहाँनिर हुन्छ। अनि त्यो चाहिँ नेपाली चाहिँ 2,66,206 रुपिस छ दिदी। अनि त्यो चाहिँ क्यासमा हजुरलाई दिन चाहेको दिदी। अनि दिदी हामीले चाहिँ मैले यो डोनेसन उठाउँदाखेरि चाहिँ के भनेको थिएँ भन्दाखेरि चाहिँ म चाहिँ थर्ड पार्टी इन्भल्भ नगरिकन अनि कसैलाई क्युआर कोड कसैको थ्रु नदिकन म इनिसियली नेपालै गएर हजुरलाई भेटेर दिन्छु भन्नु भएको थियो। फोटो भिडियोको साथ विश्वास समेटेको थिएँ दिदी। अनि सो यही कुरामा दिदी अनि सो मैले फ्यु डोनर्सहरूको नाम भनिदिन्छु दिदी। फर्स्ट अफ अल यो फाउन्डर अफ दिस फन्ड रेजर मिस्टर रविन राई, हजुर मेरै नम्बरी हो, हामी इन्टेक 20 को दिदी। अनि उसले र मैले चाहिँ दिदी यो एक्जिक्युट गरेको प्लान अनि म्यानेजमेन्ट अब उसले भ्याएको बेला मैले भ्याएको बेला उसले गरेको दिदी। अनि हामीले चाहिँ यति उठाउन सफल भयौँ दिदी। अनि स्पेसल थ्याङ्क यू टु इन्टेक 20 अनि 74 ट्रेनिङ पार्टी, क्विन्स गोर्खा इन्जिनियर्सको 74 ट्रेनिङ पार्टी, यो सबै मेरो नम्बरीहरूले चाहिँ मलाई निकै नै साथ दिनुभयो, सल्लाह सुझाव उहाँहरूले निकै समर्थन पनि दिनुभयो दिदी। किन भन्दा चाहिँ म बरु होइन तपाईँहरूलाई सामान किनेर जस्तै हामीले ब्याग दिन्छौँ होइन, अनि त्यसपछि गएर ज्याकेट दिन्छौँ, अनि त्यसपछि टोपी, अनि त्यसपछि गएर अनि जुत्ता, अनि ट्र्याक सुट 5 थरी एउटा स्टुडेन्टलाई हामीले 5 थरी सामान दिन्छौँ। बरु तपाईँहरूको कति चाहिँ 2 लाख कति भन्नुभएको 66,000। यसले त सबै सामान त आउँदैन होइन। अब हाम्रो त यहाँ अब 5-6 लाखै लाग्छ क्या सामान एउटा स्कुललाई त्यो गर्नलाई। अहिले चाहिँ 1200-1300 जना स्टुडेन्टको जुम्ला हुम्लामा चाहिँ हाम्रो लिस्ट आइसकेको छ। हामी 1-2 दिनमा सामान रेडी हुने बित्तिकै मुभ हुँदैछौँ। पैसाले रोक्या त होइन, सामानले चाहिँ रोकेको हामी चाहिँ होइन। त्यसमा बरु तपाईँहरूको जुन यो अमाउन्ट छ यो अमाउन्ट चाहिँ मैले यो सामान किने भनेर सामान पनि चाहिँ देखाउन सक्छु। अनि त्यो उहाँ स्टुडेन्टलाई उहाँ लगेर यतिजना स्टुडेन्टलाई चाहिँ हामीले तपाईँहरूको सामान डिस्ट्रिब्युट गऱ्यौँ भनेर त्यो भिडियो फोटोहरू पनि त्यो बुलबुल गराउन सक्छु है, त्यो पनि गराउन सक्छ। र अनि हामीले चाहिँ भने मैले तपाईँलाई भरपाई दिन्छु फाउन्डेसनको भरपाई पनि दिन्छु। अहिले तपाईँले पैसा यो पेमेन्ट गर्नु भएपछि अनि त्यसपछि जुन सहयोग ल्याउनु भएको छ। अनि अहिले चाहिँ म के भन्छु भने जेनजी भाइहरूलाई तपाईँहरूले उठाउनु भयो त्यसको लागि थ्याङ्क यू सो मच होइन। तर अहिले कोही पनि भाइ बाँकी छैन, सबले सहयोग पाएको छ। किनभने हामीले 50,000 घटीबाट कोही पनि भाइलाई बाँकी राखेको छैन। 50 देखिबाट 1 लाखसम्म चाहिँ हामीले चाहिँ प्रत्येक जेनजी भाइहरूलाई चाहिँ हामीले दिएको छौँ। त्यो चाहिँ सरकार पुग्नुभन्दा अगाडि चाहिँ होइन आशिका तामाङले चाहिँ सबैजनासँग अपिल गरेर त्यसरी उठाएर चाहिँ दिएको भयो। कोही पनि बाँकी छैन। इभन म चितवन पनि पुगेँ, काठमाडौँमा सबभन्दा बढी चाहिँ घाइते हुनुभएको काठमाडौँको सबैलाई सकेर म चितवन पनि पुगेँ भनेपछि यहाँ कोही पनि बाँकी हुनुहुन्न, सबैजनालाई पुग्नु। अब कोही एउटा दाँत झरेको अब कपाल झरेको पनि आउनुहुन्छ क्या, त्यो चाहिँ अब विभिन्न बाना बनाउनुहुन्छ होइन। अब सबैजनालाई चाहिँ अब त्यसमा समेट्न सकिँदैन। अनि जो चाहिँ अब प्रोलोङ टाइपको जस्तै कसैको खुट्टा छैन होइन, खुट्टा नभएकोलाई 2 लाख रुपियाँ दिएर त हुँदैन। उसलाई त 40 लाख कम्तीमा नि एउटा नक्कली खुट्टा हाल्नलाई 40 लाख लाग्छ। त्यसको लागि त छुट्टै हामीले फन्डाइज गर्नुपर्छ अथवा चाहिँ सरकारले त्यो गर्नुपर्छ होइन। त्यही भएर चाहिँ अहिले चाहिँ बरु तपाईँहरूले चाहिँ यो चाहिँ विन्टरको जुन जाडोमा न्यानो कपडा अभियान छ मेरो 1 रुपियाँको अभियान, अहिले नि यहाँ 1 रुपियाँ कि सबै 1 रुपियाँ हो क्या भाइ। यसरी चाहिँ 1 रुपियाँको तपाईँको नोटिफिकेसन अहिले चाहिँ 100 रुपियाँ हालिदिनु भएको छ कसले, नत्र नि 1-1 रुपियाँ आउने हो कि प्रत्येक यो मेसेजहरू चाहिँ 1 रुपियाँ चाहिँ उठाएर हामीले अभियान गरिरहेको छौँ होइन। तपाईँले ल हेर्नु 1 रुपियाँ ल 1 रुपियाँ सबै 1 रुपियाँ
1 रुपियाँ 50 रुपियाँ होइन यस्तो चाहिँ अब यसरी चाहिँ हामीले फन्डाइज गरेर चाहिँ हामीले त्यो गरिरहेको छौँ होइन अब यो गर्नुपर्ने सरकारले गर्ने काम हो तैपनि अब सरकारको उपस्थिति अलिक न्यून छ पहिलेदेखिबाट अनि अब यो पनि एक किसिमको व्यथिति हो होइन सरकारले गर्ने काम कुनै एउटा व्यक्ति एउटा संस्था आइएनजिओ एनजिओले गर्ने काम त होइन तर पनि कस्तो भन्दाखेरि अब नाङ्गे भुतुङ्गे चाहिँ स्टुडेन्टहरू त्यस्तो भएको मलाई फोटो भिडियो आइसकेपछि त म चुप लाएर बस्न सक्दिनँ अनि हामीले त्यो गरिरहेको छौँ अहिलेसम्म हामीले 3000 विद्यार्थीलाई सुदूरपश्चिमको तपाईँको बाजुरा डोटी अनि बजाङ अनि त्यस्तो एकदम टाढा पुग्नलाई 3 दिन लाग्ने यहाँबाट अनि त्यहाँ पुग्नै 3 दिन लाग्ने क्या त्यस्तो ठाउँहरूमा पुगेर अब दिएर आयौँ हामीले होइन अनि जस राम्रो भइरहेको छ क्याम्पेन अनि त्यसपछि गएर अब 2 दिनपछि चाहिँ हामी जुम्ला हुँदा जाँदैछौँ त्यहाँ 1300 जना विद्यार्थीको लिस्ट आइसकेको छ एकदम विकट ठाउँको अनि त्यसमा चाहिँ हजुरहरूले मैले भने बुझ्नुभयो नि तपाईँले सामग्रीहरू चाहिँ हामीले चाहिँ अब ट्र्याक सुट कतिजनालाई यति 2 लाख कति हजार 66,000ले कति ट्र्याक सुट आउँछ होइन अथवा ज्याकेट आउँछ त्यो चाहिँ हामी तपाईँलाई बिल भरपाई चाहिँ हामीले तपाईँलाई प्यान बिल अथवा के चाहिँ त्यो हामीलाई तपाईँलाई उपलब्ध गराइदिन्छौँ है किन भन्दा चाहिँ अनि तपाईँहरूले जेनजीको अलि अगाडि आयो भए त यो मनी चाहिँ मैले जेनजीलाई नै गर्थेँ तर कस्तो भन्दाखेरि चाहिँ अलिक पछि भयो नि त भाइ होइन अनि पछि पनि आयो क्या तपाईँहरू किनकि गोफन्डमा पैसा विथड्र गर्नलाई त्यो कुनै रिजन नभइकन त्यति विथड्र गर्न पनि मिल्दैन हजुरलाई थाहा होला कति कत्रो प्रोसेस हुन्छ त्यो गोफन्डको होइन 1 रुपियाँ उठे जस्तो त होइन गोफन्डमा त विदेशबाट पैसा हाले पनि उठाउन गाह्रो छ अनि त्यसपछि उठाउन त धेरै उठाउनु भयो अरे तर जति उठेको विदेशमा पैसा उठाएको छ नि त्यो चाहिँ यहाँ आएको छैन मान्छेले करोडौँ उठाए अरे है अस्ट्रेलियामा अनि उता युकेमा उठाएर करोडौँ उठाएर तर यहाँ त अब आशिका तामाङले त 5,000 10,000 मान्छेसँग चाहिँ होइन उठाएर दिनुपर्ने कन्डिसन आयो जुन बेलामा इनिसियल फेजमा के जुन बेलामा चाहिएको थियो त्यो बेलामा र अहिले पछि पनि अब कसै तपाईँले चाहिँ अब सिन्सियरली आउनुभयो होइन आशिकाजीलाई चाहिँ म यसो गर्छु डोनेट गर्छु भनेर आउनुभयो तर कोही पनि आएको छैन भाइ तपाईँ जस्तो यस्तो मेरो अब यस्तो मैले नै दिदी युके र अस्ट्रेलिया मैले मान्छे देखिन किन भन्दाखेरि मान्छेले करोडौँ पैसाको उठाएको होइन आएको छैन उठाएर मान्छेले 100 उठाएर चाहिँ त्यसमा पनि कति कति भ्याट ट्याक्स काटेर $1,400 भने तिम्रो खातामा जम्मा भनेर यहाँ हस्तान्तरण आउनु भएको छ तपाईँको जे तपाईँको इमानदारितालाई चाहिँ म सल्युट गर्छु भाइ हजुर थ्याङ्क यू सो मच दिदी अनि हजुर दिदीले भनिसक्नुभयो सबै कुरा प्राय हजुर दिदी हजुरले चाहिँ खासमा जेनजीलाई उठाएको अनि यो चाहिँ मैले हजुरलाई 1.5 महिना अगाडि नै कन्ट्याक्ट गरेको थिएँ इमेलका थ्रु है हजुर निकै बिजी हुनुहुन्थ्यो होला हजुरको व्हाट्सएपमा पनि कन्ट्याक्ट गरेको 1.5 महिना अघि पनि त्यो सहयोग त पुगिसकेको थियो 2 महिना पनि हुन लाग्यो नि आन्दोलन भएको भदौको 23-24 गते हो अहिले कति भयो आज यो त अब नोभेम्बर 14 भयो होइन नोभेम्बर कार्तिक त हो त होइन मैले इङ्ग्लिस डेट गर्नु खोजेको क्या नोभेम्बर 2 महिना अलिकता हुन्थ्यो कि त्यो बेलामा फेरि अब कन्ट्याक्टमा पनि आउन छ अनि त्यो भयो होला सायद होइन तर कसैले कोही भोकानाङ्गा विद्यार्थी भाइ बहिनीहरूले तपाईँहरूको सहयोग पाउनु हुने त्यो द्याट इज ग्रेट होइन अहिले पनि खासै नराम्रो त होइन अहिले पनि समाज सेवा नै हो होइन सो अब सबैजनाले सहयोग गर्नुभयो दिदी हजुर अनि सो अब यहाँनिर चाहिँ मैले जतिजनाको नाम देखेँ त्यहाँनिर सो उहाँहरूको नाम चाहिँ दिदीको सामु भन्न गइरहेको छु सो फर्स्टमा विनय गुरुङ किरण धनदाई देक्सन मेन गुरुजी नुवेल केशव मनोजा युवराज नितेश दिपसन प्रितेश मुनाहाङ जलन क्षितिज गुरुजी नितु दिदी विकास खुदाङ आदेश ऐश्वर्या ध्रुव कुमार राई सलिना योगेन्द्र नम्बरी प्रताप सुरज सन्देश घले भाइ डमर पारुहाङ राई मै भयो दिदी अनि विवेक लामी छाने भरत राई सुदर्शन सिंह सदीपसन तामाङ नितेश राई राजु गुरुङ मिराज गुरुङ सुन्दर सुब्बा जीवन सिंह जाली राणा सोनाम राई दोर्जे याङसोहाङ अभिषेक मनिष लामा वाइबा रबिन विशाल दर्लामी मुनाफेन गुरुजी अश्विन गुरुङ रस बहादुर गुरुङ अमीर गुरुङ निश्चय गुरुङ सचिन धिमाल सजेश अनिश कमल आले मगर दिपिन तुलसीराम आशिष प्राइभेट सञ्जय विवेक निश्चल श्रेष्ठ नवीन सङ्गम सदीप यसवी प्रज्वल सरोज पदमराज घले विक्रम गुरुजी प्रवीण सुमिन पी लिम्बू प्रजु गुरुङ सनम अधिकारी रमेश गुरुङ आनन्द लिम्बू योजन राई खिम बहादुर छेत्री र राजु गुरुङ
सो अरू चाहिँ एनोनमस हुनुहुन्थ्यो सो थ्याङ्क यू सो मच टोटल कतिजना हुन्छ दाताहरू दिदी एस्टिमेट गर्नु पर्ला है दिदी सो 50-100 जना 50-60 जना 60 जना जाने हुनुहुन्छ ल उहाँ सबैजना थ्याङ्क यू सो मच र जो पारुवाङ भाइले चाहिँ एउटा नेतृत्व गर्नुभयो यो जुन पैसा जुन फन्ड कलेक्सन गरेर उ गर्नुभयो उहाँलाई पनि एकदम थ्याङ्क यू सो मच भाइ तपाईँको सत्कर्म कहीँ जाँदैन सबैजनाले होइन एकदम ट्रस्ट गर्छु दिदी हामी त हजुरलाई पहिला नि गर्नुभएको थियो मैले चाहिँ सानोतिनो सहयोग दिदी मैले अब मेरो चाहिँ क्षमता धेरै छैन दिदी लिङ्क पनि धेरै छैन अनि 1 लाख 2 लाख जस्तो मात्र उठेको छ हजुर क्यान्सर पीडितहरू हजुर अनि जस्ट मैले आफ्नो व्यक्तिगत सहयोग चाहिँ गरिरहेको छु इङ्ग्लिसमा लेख्दा हुन्छ है दिदी 14 नोभेम्बर 25 अनि क्यास दिन लानु भयो तपाईँ क्यास हजुर दिदी पेमेन्ट अफ सोसल वर्कै राखिदिन्छु ल मैले जेएनजी भनेर हजुर हजुर दिदी हजुर 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 सोसल वर्क एज लङ एज चाहिने मान्छेलाई पुगेको छ त्यही त हो होइन यो अब आयो भने पनि म त्यो भाइहरूलाई पनि उ गर्छु अब धेरै फेक आउन थाल्यो के भाइ हजुर हजुर त्यही त बिल्कुल के अरे अनि तपाईँहरूलाई त्यो सामानको के अब हामीले यतिजनालाई दिउँ भनेर तपाईँहरूको केही उ गर्नु फेरि यस्तो हुन्छ है तपाईँहरूको यो पैसा मैले भन्छु है अपुग हुन्छ अब हामीले त्यो भिडियो अथवा चाहिँ फोटो बनाउँदा अब क्याप लगाएको हुन्छ बच्चाले ब्याग बोकेको हुन्छ होइन अनि तलमाथिको ट्र्याक सुट अनि फेरि त्यो ज्याकेटलाई मात्रै तपाईँको कति महँगो पर्छ कि हामीले तातो खालको ज्याकेट दिन लाग्छौँ होइन त्यो हिसाबले एउटा विद्यार्थीलाई हामीले 5 वटा सामान दिन्छौँ अब त्यसमा चाहिँ फेरि अब तपाईँहरूको छुट्टै छुट्याएर बनाउन चाहिँ गाह्रो हुन्छ अब होइन चाहिन्छ भने पनि त्यसमै हाम्रो पैसा छ भनेर हामी एउटाले आउनु भएको छ कि 66,000 पठाउनु भएको थियो अनि त्यसपछि उहाँले के भन्नुभयो नि हामीलाई 66,000 को चाहिँ तपाईँले भिडियो बनाएर पठाइदिनु पर्यो अब कसरी बनाउने भन्नु न तपाईँलाई तपाईँको टिमले त्यस्तो नराम्रो केही भन्यो अथवा तपाईँलाई आरोप आयो भने यहाँ म्यासेज गर्नु मलाई एक कल अनि म रेस्पोन्स गर्छु म है वाट्सएपमा मलाई कल विदेशमा गए पनि मलाई वाट्सएपमा तपाईँ मेरो नम्बर सेभ गरेर राख्नु त्यो 98 जुन नम्बर मैले कल गरेको छु नि मैले हो त्यसबाट तपाईँले म्यासेज गर्न सक्नुहुन्छ तपाईँले त्यस्तो गाह्रो पर्यो आरोप आयो भने आउँछ नि मान्छेले पैसा यति राम्रो भन्नुहुन्छ दिदी हजुरको सबैजना बिग फ्यान हो दिदी होइन मान्छेले देखाएर अनि फेरि काम नगरेकोमा फरक पर्छ नि मान्छेले अनेक सोध्छ नि मैले हजुरलाई हामीले धेरै अगाडिदेखि चिनेको दिदी हजुर भाइरल हुनुभन्दा अगाडि एक्चुअली तपाईँ सुरुमा भाइरल हुनुभएको थाहा छ त्यो एउटा भिडियो थियो नि त खसीको के खसीको भिडियोबाट चाहिँ हामी त्यहीँबाट चिनेको हजुर दिदी हजुर सो अब यहाँ चाहिँ सो थ्याङ्क यू एभ्री वान फर डोनेटिङ फर दिस गुड कज सो दिस इज गोइङ टु विन्टर 8 हामीले चाहिँ टोटल फन्ड चाहिँ 1438.95 पाउन्ड्स चाहिँ कलेक्ट गर्न सफल भएका छौँ सो थ्याङ्क यू सो मच एभ्री वान हु डोनेटेड फर दिस गुड कज अनि नेपाली चाहिँ 2,66,206 रुपिज चाहिँ हामीले चाहिँ आशिका दिदीलाई मैले चाहिँ यो दिन्छु भाइलाई यहाँ ल है यो चाहिँ हस्तान्तरण गर्दैछौँ थ्याङ्क यू सो मच दिदी हामी एकदम तपाईँलाई माया गर्छौँ लभ यु दिदी हजुर धन्यवाद दिदी यो चाहिँ हो कि पनि हामीलाई त ग्रेट हुन्थ्यो किनकि हाम्रो अभियानै 1 रुपियाँ अभियान हो तर यत्रो पाउनु भनेको त अनि 2 लाखले त हामीले त धेरै सामग्रीहरू गर्न पाउँछौँ नि किन्न पाउँछ त्यसको लागि थ्याङ्क यू सो मच मेरो प्यारो भाइ के भन्न चाहन्छु भाइ हामी अझै सामानहरू अझै किन्नै छ अनि अब छुट्टौँ होला है ल थ्याङ्क यू सो मच मैले चाहिँ यो तपाईहरुको चाहिँ सहयोग रकम पाएको छु यो चाहिँ 2,66,000 समथिङ यहाँ 5 रुपैयाँ कति 6 रुपैयाँ छ हैन अनि त्यसको लागि थ्याङ्क यू सो मच हाम्रो पारुवाङ भाइ जोले चाहिँ यो चाहिँ पुलको काम गर्नुभयो उहाँले नेतृत्व गर्नुभयो ती चाहिँ डोनेसन उठाउनको लागि त्यसको लागि एकदम थ्याङ्क यू सो मच र तपाईहरुलाई मैले हृदयदेखि थ्याङ्क यू सो मच भन्न चाहन्छु र पछि पनि चाहिँ तपाईहरुको सहयोग रहनेछ भने मलाई अपेक्षा राखेको हजुर बिल एकदम हुन्छ दिदी एकदम हजुरको सो थ्याङ्क यू सबै दिदी सबैजना बिग सबैलाई मेरो त भाइहरु होला सबै भाइहरु जेएनजी पुस्ताको भाइहरुलाई सबैलाई नै सल्युट ल आशिका दिदीको तर्फबाट ल